हाल बजारमा स्टडी इन जापानको बारेमा नकारात्मकता मात्रै फैलिएको जस्तो देखिन्छ। हो, केही दुःखद घटनाहरू भएका छन्। सामाजिक सञ्जालमा जापानमा रक्सी सेवन गरेर झगडा गरेका नेपालीहरूका भिडियोहरू, आत्महत्या जस्ता पीडादायी समाचारहरू धेरै हाइलाइट भएका छन्। यस्ता घटनाहरू साँच्चै दुःखद छन् र यसलाई सामान्य रूपमा लिन सकिँदैन। तर यस्ता घटनाहरूलाई मात्र हेरेर सम्पूर्ण जापान यात्रा र त्यहाँ जाने सबै विद्यार्थीहरूको वास्तविकता बुझ्न सकिँदैन। हरेक घटनाको पछाडि कुनै न कुनै कारण हुन्छ र ती कारणहरू पहिचान गर्नु अझ आवश्यक छ। विद्यार्थी भिसामा जापान गएर पढाइलाई प्राथमिकता नदिनु, छिट्टै धेरै पैसा कमाउन सकिन्छ भन्ने भ्रममा पर्नु, आफ्नो आर्थिक क्षमता नहेरी चर्को ब्याजमा ऋण लिएर देखासेखीमा विदेश जानु, गलत कन्सल्टेन्सीका झुटा आश्वासनमा विश्वास गर्नु, यी सबै समस्याका वास्तविक कारणहरू हुन सक्छन् जसबारे खुलेर छलफल गर्न जरुरी छ। तर एउटा प्रश्न हामीले आफैलाई सोध्नुपर्छ, के जापान गएका सबै नेपाली विद्यार्थीहरूको अवस्था खराब नै भएको छ त? वास्तविकता बुझ्नका लागि केवल नकारात्मक समाचार मात्र होइन, सकारात्मक पक्षलाई पनि हेर्न आवश्यक छ। हो, जापान गएका केही विद्यार्थीहरूले कठिनाइ भोगेका छन्। केहीका समस्या समाधान भएका छन् भने केही विद्यार्थी नेपाल फर्किएका पनि छन्। तर हामीले नजिकबाट देखेको अर्को पाटो पनि छ। धेरै विद्यार्थीहरू केही वर्ष अघि सीमित अवसर र चुनौतीपूर्ण आर्थिक अवस्थाबाट जापान गएका थिए। आज उनीहरूले आफ्नो मेहनत, अनुशासन र सही निर्णयका कारण जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेका छन्। उनीहरूले नयाँ सिप सिकेका छन्, अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका छन्, परिवारको आर्थिक अवस्था सुधार गरेका छन् र आफ्नो भविष्य निर्माण गरिरहेका छन्। त्यसैले केही अपवादलाई आधार बनाएर सबै विद्यार्थी र सम्पूर्ण जापान यात्रालाई एउटै दृष्टिकोणबाट हेर्नु उचित हुँदैन। जापान आफैमा समस्या होइन, बरु सही तयारी, सही सोच र सही निर्णयको अभावले समस्या सिर्जना गर्न सक्छ। त्यसैले जापान पढ्न जाँदा पढाइलाई पहिलो प्राथमिकता बनाऊ, जापानको कानुन र संस्कृतिको सम्मान गरौँ, इमान्दारीपूर्वक मेहनत गरौँ र आफ्नो भविष्य निर्माण गर्ने लक्ष्य राखौँ। केही वर्षपछि ज्ञान, सिप र अनुभव लिएर आफ्नो देश नेपाललाई अझ राम्रो बनाउन योगदान गर्ने सोच राखौँ। नकारात्मकता होइन, सही सूचना फैलाऊ, सही जानकारी लियौँ, सही निर्णय गरौँ र सफल भविष्य निर्माण गरौँ। Hakaru Education Consultancy, a brand for Japan.